नमस्ते सबैजनालाई। अहिले यो सोसियल मिडियामा सबैलाई बक त सुन्न मन लाग्दैन होला। यो राम्रो त्यो राम्रो, यो खानु त्यो नखानु, यतिखेर उठ्नु उतिखेर उठ्नु, यो गर्नु त्यो गर्नु, कति धेरै इन्फर्मेसन। त्यो इन्फर्मेसनमा चाहिँ हामी नै यति लस्ट भइसकेका हुन्छौँ होइन, के गर्ने नै थाहा हुँदैन। सो जिन्दगीमा सबैभन्दा ठुलो कुरा भनेको चाहिँ मोडरेसन इज द की अफ लाइफ है। जे कुरा पनि मध्यम तरिका होइन, खाना मध्यम, सोचाइ मध्यम होइन, जिन्दगी मध्यम, सबै कुरा मध्यम गरियो भने चाहिँ हामीलाई न फ्रस्ट्रेसन हुन्छ सफलताको, न फ्रस्ट्रेसन हुन्छ हार्ने कुरा होइन। आफ्नो लाइफलाई एकदमै राम्रो बनाउन के आधारमा राम्रो बनाउने त होइन, पैसाको आधारमा? त्यही त हो नि। सोसाइटीले, आफ्नो नातेदारले आफैले आफैलाई तौल गर्ने भनेकै ब्याङ्क ब्यालेन्स, घर, गाडी, त्यही त रहेछ नि होइन। तर एउटा लाइफ बाँचिसक्दाखेरि कोही कोही बेलामा यो कुराको पनि केही मान्य हुँदैन। हामीले एउटा कुरा के बुझ्नुपर्छ भने जबसम्म हेल्थ हुन्छ हामी सबै कुराको पछाडि दौडिन्छौँ, तर जब हेल्थ हुँदैन हामी एउटा कुराको पछाडि मात्रै दौडिन्छौँ, कसरी आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने भनेर होइन। सो हामीले सबैभन्दा याद गर्नुपर्ने कुरा चाहिँ आफ्नो स्वास्थ्यलाई कसरी हामीले राम्रो बनाउन सक्छौँ होइन। किनभने हाम्रो सम्पत्ति भनेकै र हामीले हाम्रो परिवारलाई दिने सम्पत्ति भनेकै स्वास्थ्य हो। त्योभन्दा ठुलो धन केही पनि छैन लाइफमा, केही पनि। आजैबाट याद गर्नुहोस् होइन कि हामीले आफ्नो स्वास्थ्य बेटर बनाउनलाई आफ्नो जीवनमा केही एउटा रेगुलर एउटा गल्तीहरू गरिरहेछौँ कि होइन। किनभने जे कुरा पनि, जे ह्याबिट पनि, स्मोकिङ ड्रिङ्किङ जस्तै नै हो। जस्तै कुनै मान्छेले आज एक प्याकेट सिगरेट खायो एक दिनमा भने त्यो एक प्याकेट सिगरेटले उसलाई एउटै डेमा चाहिँ केही हानि नपुर्याउन सक्छ, तर उसले दुई दुईवटा सिगरेट लगातार खाइरहेछ भने केही वर्ष पछाडि पक्कै पनि त्यसको हार्म देखिन्छ। त्यस्तरी नै हाम्रो जिन्दगीमा, हाम्रो डेली लाइफमा, दैनिकीमा हामीले कुनै कुरा रिपिटेडली गरिरहेछौँ र हामीलाई लाग्छ कि त्यसले केही पनि भोलि गएर ड्यामेज गर्दैन भनेर लाग्छ भने मेबी त्यसले अहिले त तुरुन्तै होइन तर केही वर्ष पछाडि त्यसले पक्कै पनि आफ्नो इफेक्टहरू देखाउन सक्छ होइन। फर इक्जाम्पल अब तपाईँले थोरै थोरै म रक्सी खान्छु डेली भन्नु, चाहे म धेरै चिया खान्छु भने भन्नुहोस्, चाहे तपाईँ दुईचोटिको सट्टा 3 टाइम्स कुनै हेभी मिल गरिरहनु भएको छ कि, तपाईँ लेट नाइट उठिरहनु भएको छ कि होइन, तपाईँले सुगरी ड्रिङ्क्सहरू धेरै खानुहुन्छ कि, कोल्ड ड्रिङ्क्सहरू है, तपाईँले बाहिर धेरै खानुहुन्छ कि, इभन घरमै पकाएको खाना पनि हेल्दी त हुन्छ तर कति एमाउन्टमा खाइन्छ भन्ने कुरा हो। तपाईँ रातिसम्म मोबाइल चलाउनुहुन्छ कि होइन, त्यो सबै कुराले चाहिँ आज अफेक्ट नगरे पनि एउटा सर्टेन टाइम पछाडि चाहिँ डेफिनेटली अफेक्ट गर्छ है। सो आफ्नो हेल्थलाई बेटर बनाउन चाहिँ तपाईँहरूले आफ्नो लाइफमा, आफ्नो दैनिकीमा के चाहिँ मैले गल्ती गरिरहेको छु र त्यसलाई कसरी सुधार्न सक्छु भन्ने कुरा चाहिँ मनन गर्नै पर्छ।